घर झगडा त जसको पनि पर्छ नि। यसरी सानोतिनो झगडा पर्यो भन्दैमा घर नै छोडेर हिँड्दा गाउँलेहरूले हाम्रो परिवारलाई नराम्रो सोच्छन्। मैले त हाम्रो बारेमा अरूले के सोच्लान् भन्ने कुरा सोच्नै छोडिसकेँ नानी। अब अरूले जे सुकै सोचे पनि आखिरीमा हातमुख जोड्नको लागि सबै कुरा आफूले नगरी हुँदै हुन्न। तैँले दुःख पाइस् भनेर माया गरेर कसैले 2 पैसा सहयोग गरिदिने होइन क्यारे। अनि के बेकारमा तिनीहरूले के सोच्लान् भनेर टाउको दुखाउनु। टाउको नै दुखे पनि तँलाई टाउको दुखो भनेर आजसम्म कसैले एउटा सिटामा ल्याएर दिएका छैनन्। यस्तो कुरा गरेर हुँदैन भाउजू। तपाईँ 2 जीवकी हुनुहुन्छ। यस्तो बेलामा तपाईँको साथमा कोही न कोही एकजना भएको राम्रो। अब दाइ काममा गएपछि तपाईँ यहाँ एक्लै बस्नुपर्छ। स्याहार सुसार पुग्दैन तपाईँलाई। घरमा बस्नुभयो भने त मैले पनि स्याहार सुसार गर्न पाउँछु नि तपाईँलाई। सबैजना परिवारसँगै हुँदा बच्चालाई पनि स्याहार सुसार पुग्छ। तपाईँले आफ्नो लागि नसोचे पनि यो बच्चाको लागि घरमै बसेको राम्रो हुन्छ भाउजू। एकपटक विचार गर्नुहोस् त। हुन त हो नानी, तर आमाले मलाई यसको कारणले मार्न खोज्नु भएको थियो, यसलाई फाल्दिन खोज्नु भएको थियो। अब त्यस्तो गर्नुहुन्न। आमा अहिले सुध्रिसक्नु भएको छ। खै अस्ति पनि अब त्यस्तो गर्नुहुन्न भनेरै घरमा बस्न गएकी थिए।